नमस्ते सबैजनालाई। आज चाहिँ अर्को एउटा कम्पनी बिन्दावासिनी हाइड्रो पावर डेभलपमेन्ट लिमिटेडको डिसी भनिन्छ। यसको चाहिँ थर्ड क्वार्टर रिपोर्ट आइसकेको छ र यसैको बारे चाहिँ हामी छलफल गर्छौँ र यदि कसैसँग छ अथवा किन्ने प्लान गर्दै हुन्छ भने चाहिँ यो भिडियोलाई अन्त्यसम्म हेरिदिनुलाई। बिएसडिसीको मैले सेकेन्ड क्वार्टरको रिपोर्टको पनि एनालाइसिस गरिसकेको छु। त्यही भएको कारणले गर्दाखेरि यसमा म धेरै जान चाहन्न। डाइरेक्ट मैले के गर्छु भन्दाखेरि यो जुन चाहिँ यो पिएलतिरबाट म गएँ। प्रफिट एन्ड लसमा के छ भन्दा 30 करोडको इन्कम बढेर 35 करोड भएको छ भने यहाँ तपाईँको चाहिँ एउटा पोइन्ट हामीले के हेर्नु एकदम इम्पोर्टेन्ट छ भन्दाखेरि यो तपाईँको फाइनेन्स कस्ट है। फाइनेन्स कस्टमा चाहिँ त्यस्तो ड्रास्टिक चेन्ज भएको चाहिँ देखिँदैन। किन भन्दाखेरि यो र यो बोरोइङ लगभग यो र यो बोरोइङसँग चाहिँ मेल खाइरहेको छ है। लोन चाहिँ यसको त्यस्तो खासै चाहिँ घटेको छैन। लोन के छ त भन्दाखेरि थोरै एमाउन्टले घटेको कारणले गर्दाखेरि यो इन्ट्रेस्ट पनि धेरै नघटेको चाहिँ देखिन्छ। त्यो भएको कारणले गर्दाखेरि यहाँ के भयो भन्दाखेरि इन्ट्रेस्टको पोर्सनले भन्दा पनि यो जुन चाहिँ यो रेभेन्यूबाट चाहिँ कमाएको छ त्यसले गर्दाखेरि चाहिँ यो 7 करोडबाट बढेर चाहिँ 11 करोड चाहिँ हुनु पुगेको छ। अनि अर्को कुरो भनेको के हो भन्दाखेरि हामीले यो सेयर क्यापिटलमा चाहिँ यसको जुन चाहिँ लास्ट टाइम चाहिँ बोनस सेयर आइसकेको थियो त्यो एडजस्ट भइसकेपछि यो क्यापिटल चाहिँ चेन्ज भएको छ, जुन यहाँ 25बाट बढेर चाहिँ 20 है। अहिले पनि डिभिडेन्ड दिन सक्ने क्यापेसिटी चाहिँ डबल डिजिटमा चाहिँ अहिले पनि देखिन्छ। बिएसडिसीको ओभरअल चाहिँ यति नै हो। अरू पनि कुनै कम्पनीको चाहिँ यस्तै एनालाइसिस चाहेमा प्लिज कमेन्ट गरिदिनु होला र यो भिडियोलाई पनि लाइक र सेयर चाहिँ गरिदिनु होला है। हस्, धन्यवाद।